के माला मात्रै भिरेर वात्त परेर बस्या नि माला मात्रै भिरेर पेट भरिन्छ घरमा काम पनि त सघाउनु पर्यो नि दिदी उहाँ काममा गइसकिन् कति न सभापतिमै जितेर आए जस्तो बरु मलाई पो सुहाउँछ क्या हो कस्तो कुरा गर्छ अब गायक कलाकार जस्तो भइसक्यो मान्छे घरको काममा अल्झेर बसेर होला त फुर्सदै छैन यहाँ ल गीत गाएरै पैसा कमाऊ नि त तर घरको चुलो त बल्नै पर्ला अब पैसा कमाउने कुरा चाहिँ के भयो भन्दाखेरि अब आजकल यो चक्का बिग्दो रहन्छ अब यो आरबिटी को पनि फेरि के हो अब गीत सुन्नेसँग चाहिँ त्यो मोबाइलबाट 13 रुपियाँ जति काट्छ अरे गीत बनाउनेको हातमा चाहिँ 4 रुपियाँ दाम्नै पर्दो रहन्छ बिचा पैसा कहाँ जाँदो रहेछ यार अब अन्तिम उपाय एउटा भने चाहिँ यो अहिले अब महोत्सव के हुन्छ अरे त्यसमा बोलाएर नि गायकलाई पैसा दिन्छन् ले के त्यतातिर हुन्छ कि भन्ने लागिरहेछ कोही मान्छे मलाई यहाँ सोध्न आउन सक्छन् आयो भने पर्खाएर राख्नु म चाहिँ गाउँतिर गएर आउँछु है पर्खिन्छन् कि टिम भन्दा सस्तो अर्को खोजेर लिएर जान्छन् नि मन लाग्दैछ रेट पनि हो दाइ